हेलो एभ्रिवान, नमस्ते सबैलाई। आज फेरि नयाँ ब्लग, न्यू डे। स्टिल अहिले कति बज्यो भन्दाखेरि 8:30 जस्तो हुन लाग्यो बिहानमा है। क्लाइन्टहरू आइपुग्ने बेला हुन लागिसक्यो। अब चाहिँ उहाँहरू चाहिँ क्लाइन्टहरू चाहिँ मैले हिजो पनि भने, आज चाहिँ नेपाली क्लाइन्ट उहाँहरू रिजनल साइडबाट आउँदै हुनुहुन्छ। हिजै आउनुभएको थियो रिजनल साइडबाट चाहिँ, गाडी पनि तात्यो, अब जानुपर्छ। रिजनल साइडबाट आउनुभएको हो उहाँहरू। आज पनि मेरो सुट चाहिँ डल्स पोइन्ट भन्ने ठाउँमै हो, डल्स पोइन्ट भन्ने ठाउँमा हो है। सो म अब लोकेसन लगाउँछु, त्यसपछि जान्छु। डल्स पोइन्ट भन्ने ठाउँमा चाहिँ यति धेरै सुट भइसक्यो कि लोकेसन लाउनै पर्दैन। लेट्स गो। गाडी पनि तात्यो। आज फेरि ठ्याक्कै हिजो फेरि सो के भयो भन्दाखेरि चाहिँ म्याटर्निटी सुट लगातार म्याटर्निटी सुट भइरहेको थियो। आज म्याटर्निटी सुट, हिजो पनि म्याटर्निटी सुट, अस्ति पनि म्याटर्निटी सुट, 3 डे लगातार डल्स पोइन्टमै भइरहेको थियो। अब के हुने भयो भन्दाखेरि भोलि पनि एउटा प्री वेडिङ सुट छ। सरप्राइजिङली दे अल्सो वान्ट टु डु इन कहाँ भन्दाखेरि त्यही डल्स पोइन्टमा। भोलि पनि त्यही डल्स पोइन्टमै अर्को पनि सुट छ, त्यो पनि म्याटर्निटी सुटै। सो डल्स पोइन्टमा चाहिँ डल्स पोइन्टले चाहिँ मलाई एकदम माया गरेको छ। मैले पनि माया त गरिरहेको छु डल्स पोइन्टलाई, नगरे होइन। डल्स पोइन्टबाट चाहिँ धेरै माया पाइएको छ। सबैले माया नै राम्रो नै मान्नु भएको छ त्यो ठाउँलाई। थ्याङ्क यू भेरी मच। म पहिला बसेको ठाउँ यही हो कि। स्कुल जोन सुरु भएछ, बिस्तारै जाउँ। सो त्यही हो। अब म त्यहाँ पुगेपछि फेरि भिडियो बनाउँछु है, देखाउँछु के कस्तो भयो है त, के कस्तो हुन्छ देखाउँछु। स्टिल मेरो भोइस निन्द्रामै भएको जस्तो आइरहेछ, किन भन्दाखेरि हिजो पनि बिहानदेखि बेलुकासम्म बिजी भयो यो सुट, अस्ति पनि त्यस्तै। अनि राति सुत्न पनि 1 बजीतिर सुतेको। रातभरि एडिटिङ गर्नु पर्यो, अनि काम प्लस एडिटिङ। राति चाहिँ निन्द्रा चाहिँ नलाग्ने है। अनि यो निन्द्रा नलागेपछि के हुने भन्दाखेरि चाहिँ हजुरको एडिट गरौँ बरु कामै गरौँ भन्ने जस्तो हुन्छ होइन। अनि काम गरेर भ्याएपछि फेरि तपाईँको बिहान सुट भएपछि चाहिँ उठ्न त पर्यो। ल अब म क्यामेरा अफ गरेर हिँड्छु। सी यु देयर है त। म चाहिँ यहाँ आइपुगेँ गाइज है। अब चाहिँ एकचोटि फेरि कपाल खोडिदिउँ। कपाल पाल्न चाहिँ रहर चाहिँ लाग्ने है, स्याहार्न चाहिँ गाह्रो, कपाल स्याहार्न चाहिँ गाह्रो हुने। सो अब म यहाँ आइपुगेँ। उहाँहरू पनि अब क्लाइन्टहरू पनि ठ्याक्क आइपुग्ने बेला भएछ।
8:50 मा आइपुग्छु भनेर भन्नुभएको थियो है। 8:50 भयो भने ठ्याक्कै 8:45 तिर आइपुगेको थिएँ, 45-50 तिर। क्लाइन्टहरू चाहिँ उहाँहरू पनि फेरि आज पनि म्याटर्निटी सुटकै लाग्यो हो। अनि हिजो पनि म्याटर्निटी सुट भयो, अस्ति नै म्याटर्निटी सुट भयो। भोलि चाहिँ कपल फोटोग्राफी छ, आई मिन प्री वेडिङ जस्तो प्री वेडिङ सुट छ। अब लिटल बिट डिफ्रेन्ट। त्यसपछि फेरि पर्सिबाट फेरि म्याटर्निटी सुरु छ। ए होइन भोलि कपल फोटोसुट भएपछि पर्सि चाहिँ के छ भन्दाखेरि पर्सि चाहिँ दुईवटा पास्ने इभेन्ट छ। पास्नेको एकै दिनमा दुईवटा पास्ने परेछ। बिहान एउटा पास्ने, बिहान पास्ने कति बजी नै 8:30 देखि 11:30 नै 8:30 देखि 11 बजीसम्म एउटा पास्ने छ। त्यहाँदेखि आफ्टर 11:30 देखि 12:30 1:30 सम्म अर्को पास्ने इभेन्ट छ। अनि आफ्टर द्याट 1 घन्टा 45 मिनट जस्तो मलाई टाइम हुन्छ। त्यसपछि म फेरि ब्याक टु अर्को वर्कमा हुन्छु बेलुकासम्मै। त्यही भएर पर्सिको दिन चाहिँ अलिक टाइट छ, भेरी टाइट। सो अहिले अब देखाउँछु म कस्तो लाग्छ, के लाग्छ क्लाइन्टहरूलाई मसँग खिचेर। उहाँहरू धेरै टाढोबाट ट्राभल गरेर आइराख्नु भएको छ। एक्सपिरियन्स सोध्छु म। अब म डु माई बेस्ट उहाँहरूलाई खुसी बनाउनलाई, राम्रो फोटो खिचिदिनलाई है त। अहिले म देखाउँछु ल। सी यु गाइस। क्लाइन्टलाई कल गर्छु अब म। ल यहाँ आइपुग्यो ओके डस्टबिनमा। यतै राख्नु छ, यहीँ राख्नु भन्छ। सो आज म यही युज गर्छु, सोनी A7 र 70-200 GM Mark II। यो साइडमा फोटो खिचिन्छ पहिला, त्यहाँदेखि आफ्टर अलिकति उताकोलाई पनि फोटो खिचिन्छ। सो लेट्स स्टार्ट है त। पहिला चाहिँ अब फ्यामिलीको फोटो खिचिन्छ, त्यहाँदेखि आफ्टर कपल फोटो। अहिले फर्स्ट लोकेसनमा फोटो खिचेर भ्यायो। यो लोकेसनमा नाउ वी आर हेडिङ। अब त्यहाँबाट यो बाटो हुँदै त्यता ग्रिनरी साइडमा जान्छौँ। अघिल्लो भिडियोमा पनि भनेको थिएँ यही हो। क्लाइन्टहरू चाहिँ त्यही हुनुहुन्छ। उहाँहरूले चाहिँ यो वाइट ड्रेसमा यो बिच साइडमा फोटो खिचेर भ्यायो। नाउ विल चेन्ज द ड्रेस, अरू ड्रेसमा। सेकेन्ड लोकेसनमा आइपुग्यो। अब यहाँनिर चाहिँ अलिकति अगाडि जस्तो त्यता ग्रिन एरिया जस्तो छ हो, त्यतातिर त्यहाँनिर फोटो खिचिन्छ। रुखहरू पनि यस्तो राम्रो छ, भेरी नाइस। सो त्यता अघि बिच एरियामा फोटो खिच्यो। अब यो साइडमा फोटो खिचौँ। त्यहाँदेखि आफ्टर यहाँनिर अब दुईवटा ड्रेसमा फोटो सुट हुन्छ। एउटा पिङ्क लाउने भन्नुभएको छ, अनि त्यहाँदेखि आफ्टर एउटा अलिकति बेली एक्सपोज गरेर वाइट ड्रेसमा। त्यसपछि घर लागिन्छ। आज बेलुका पनि एउटा अर्को सुट छ। भोलि फेरि यही ठाउँमा आउनु छ। भोलि चाहिँ प्री वेडिङ हो, आज म्याटर्निटी भयो। अनि पर्सि चाहिँ पास्नेको फोटो छ। ल अहिले म देखाउँछु कस्तो हुन्छ के हुन्छ है त। यहाँनिर एउटा ड्रेसमा उहाँहरूले पिङ्क ड्रेस लगाएको हुनु, पिङ्क ड्रेसमा फोटो खिचेर भ्यायो। अब चाहिँ अर्को ड्रेस चेन्ज गर्छु भन्दै हुनुहुन्छ। अर्को ड्रेस चेन्ज गरेर त्यसमा पनि फोटो खिचिन्छ। अनि अहिले कति बज्यो? 10 बज्यो, 11 भएछ। 11 बज्यो। अब आधी घन्टा जस्तो फोटो खिचेर त्यसपछि हामी फेरि अनि लागिन्छ। भेरी नाइस, एकदम राम्रो ठाउँ छ। हावाहरू है। पहिला अब जङ्गली जनावरको फोटो खिचिन्छ, जङ्गलमा आएर अहिले अब मान्छेहरूको फोटो खिचिन्छ है। लाइफ चेन्जेस यस्तै हो। स्टिल अब चराहरू देख्दाखेरि, यस्तो जङ्गलहरू देख्दाखेरि पहिला गइहाल्छ भनेको, पहिला जङ्गलहरू गएको होइन। यो हावापानी नै एकदमै के हो एकदमै मनपर्छ। अब अलि वर्ष, अब नेक्स्ट इयर अर्को वर्षतिर नेपाल गइयो भने, नेपाल गएपछि फेरि सुरु गर्छौँ यस्तो जङ्गली जनावरको फोटोहरू खिच्नलाई।
है त अब उहाँले ड्रेस चेन्ज गर्नुभयो अब एकछिनमा म देखाउँछु के कस्तो लाग्छ है त विजय ब्रदर र हाम्रो सिस्टर चाहिँ हाम्रो एकदमै रिजनल ठाउँबाट आउनु भएको रहेछ होइन हजुरहरूलाई कस्तो लाग्यो त हजुरहरूलाई एसपीके भिजनसँग फोटो खिचेर एक्सपिरियन्स मलाई एकदमै रमाइलो लाग्यो राम्रो लाग्यो एकदमै कोअपरेटिभ भनौँ न सबै हजुरले चाहिँ के थ्रुबाट देख्नु भएको थियो मलाई टिकटकमा सर्च गरेँ अनि त्यसपछि टिकटकमा सर्च गरेर भेट्नुभयो टिकटकबाट भेटेको ए हस् ल थ्याङ्क यू भेरी मच कुन ठाउँबाट आउनु भयो नि हजुरहरू चाहिँ हामी गनेडा गनेडा रिजनल यहाँबाट 6 आवर्स ड्राइभ हो 6 आवर्स ड्राइभ गर्नुभयो एकदम धेरै धेरै धन्यवाद त्यस्तो सम्झेर आउनुभयो फोटोहरू हजुरको एकदम राम्रो आएको छ दुईजना एकदम फोटोजेनिक दुईजना त भन्नु हुँदैन एकजना चाहिँ एकदम फोटोजेनिक दाइ बल्ल हाँस्नुभयो हाँस्ने मान्छे ल थ्याङ्क यू भेरी मच थ्याङ्क यू सो मच ल साथीहरू आजको सुट पनि भ्याइयो 3 घन्टा ट्याक्कै 3 घन्टा भयो अब चाहिँ लाग्नुपर्छ होइन भने फाइन खाइन्छ 3 घन्टा पछि चाहिँ गाडी ठ्याक्कै शीतलमा राखेको थिएँ त्यो भएको भएर गाडी चाहिँ तातेको छैन ल अब जाउँ है त उहाँहरू एकदमै खुसी हुनुभयो त्यत्रो 6 घन्टा ट्राभल गरेर आएर पनि दे वर भेरी भेरी ह्याप्पी खिच्न भयो अनि के भएको रहेछ भन्दाखेरि उहाँले जस्ट भन्नुभयो कि त्यहाँ मैले पहिला एकजनाको फोटो त्यहीँ म्याटर्निटी सुट त्यहीँ गरेको थिएँ अनि उहाँहरू चाहिँ साथी हुनुहुँदो रहेछ क्या तर रिकमेन्डेसनमा आउनु भएको हो भनेर सोधेको थिएँ मैले रिकमेन्डेसनमा चाहिँ होइन अरे जस्ट खोज्दै जाँदा भेट्नु भयो पछि साथीसँग नि खिच्नु भएको छ उहाँको साथीसँग नि मैले खिचाएको रहेछु म्याटर्निटी सुट गरेर रहेछु यस्तो हुन्छ हेर्नु साथीहरू संसार एकदमै सानो छ कोही न कोही कतै न कतैबाट कनेक्ट हुन्छ भेटि नै हाल्छ ल अब चाहिँ घरतिर लाग्यो 11 बज्यो 12 बज्न लागेछ हौ बिहानबाट केही खाएको छैन भोक लागिरहेछ अब गएर केही किनेर लगेर पकाएर खानु पर्यो बाहिर फेरि खासै खान मन लाग्दैन त्यो भएको भएर है त ल थ्याङ्क यू भेरी मच फर वाचिङ साग किनेर चाहिँ लैजानु पर्यो पार्किङ गरौँ त्यहाँ गएर चाहिँ अब के अरे साग यसो केही किन्नु पर्ला किनेर ल्याएर पकाएर खानु पर्यो है त ल म पनि घर नजिक आइपुग्यो त यहाँ पार्किङ यहाँ
यता पसलनिर पार्किङ भनेको अलिकति उतापट्टि हो घर चाहिँ है। ल गाइस अहिले चाहिँ म अब ट्याक्क घर आइपुगेँ। साग दुईवटा साग तोरीको साग रहेछ, साग लिएर आएको छु, अन्डा पनि लिएर आएको छु होइन। सो एभोकाडोहरू फ्रुट्सहरू अलिअलि लिएर आएको छु। अब चाहिँ गाडी हानेर शीतल चाहिँ घाम यताबाट जान्छ, शीतलै हुन्छ गाडी राखेपछि गाडी स्ट्यान्ड पार्किङ गरेँ। अब चाहिँ भोलि अर्को भिडियोमा भेटौँला है त। ल अझ बेलुका एक ठाउँमा जान चाहिँ छ अर्को सुटमा, हेरौँ के हुन्छ त्यो सुट। अब बेलुका